नमस्कार है साथीहरू। गुप्तेश्वर महाकाल बाबाको मन्दिरमा आइपुगे। यो चाहिँ पोखरामा हो। अब मन्दिरभित्र जानु आँटेको। यसरी हामी चाहिँ मन्दिरभित्र जाँदैछौँ है साथीहरू हो। मन्दिरभित्र पसिसकेपछि चाहिँ यहाँ टिकट काउन्टरमा चाहिँ टिकट काट्नु पर्ने रहेछ र मैले चाहिँ टिकट काटे दुईटा हो। हामी दुईजनाको लागि चाहिँ टिकट काटेर चाहिँ अब भित्र जानु आँटेको है हामी चाहिँ हो। अन्त हेर्नुहोस् न गुफा जाने बाटो भनेर चाहिँ भनेको। यहाँ लाइन लाग्दाखेरि चाहिँ मैले यहाँ भिडियो गरेको हेर्नुहोस् त। आमामामा तल त कहाँ जानु पर्ने हेर्नुहोस् लु। यत्रो डल्लै 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 घुमेर चाहिँ लु यहाँबाट देखिँदैन पनि ओह्रालो यसरी सिँढीबाट उत्रेर चाहिँ तल जानुपर्ने रहेछ हो। अनि हामी पनि प्रवेशद्वारमा लाइन लागेको छौँ र भित्र पसिसक्यौँ हो। भित्र हेर्नुहोस् न जुत्ता चप्पल सबै खोलेर जानुपर्ने रहेछ। तप तप पानी चुँदै गरेको चिप्लो बाटो भित्र भित्र हो। आमामा हिँड्दा हिँड्दा खुट्टा दुखेको नि हो। ल हेर्नुहोस् हामी चाहिँ यसरी जाँदैछौँ भित्र हो। हेर्नुहोस् त जाने जाँदैछ आउने आउँदैछ। यति साह्रो भिड हो। यहाँनिर रहेछ फाइनली महाकाल बाबा चाहिँ यहाँ नन्दीलाई मेसेज भन्दैछ। अनि हेर्नुहोस् न र फाइनली अब पूजा गरिसकेँ हो। अनि सकेर चाहिँ यसरी निक्लिँदैछौँ हो। हेर्नुहोस् न पानी तप तप चुहेको यसरी माथिबाट चुहेको टाउकोमा पनि ठोक्किने अलिक डाउन हुँदै हिँड्नुपर्ने कुन कुन ठाउँमा त हो। ल हेर्नुहोस् त यस्तो सत्य सत्यहरू रहेछ। मेरो बुढा र म चाहिँ निक्ले पूजा गरिसकेर मेरो बुढाले जय महाकाल बाबा कि भन्दैछ। खुसी भइरहेछ। टिकाहरू लगायौँ हो। भित्र भगवान भएकोमा चाहिँ भिडियो गर्नु दिँदैन रहेछ हो। ल हामीले चाहिँ पूजा गरिसकेर चाहिँ खुसी